कलाकार होस् त दुर्गेश थापा जस्तो हो, अहिले यस्तै भनिरहेका छन् दर्शकहरूले। यो दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङको हो। समय करिब 10:30 बजे थियो। पश्चिमको कार्यक्रम सकेर दुर्गेश थापा काठमाडौँ फर्किनु भएको थियो। भोकले विक्षिप्त बनिरहनु भएको कलाकार दुर्गेश थापाको नजर पार्किङमा चिया दुनोट र बुटन बेचिरहनु भएको दिदीकोमा पुग्छ। हजुरलाई लाग्न सक्छ हेलिकप्टरको प्रयोग गरेर 3-4वटा कार्यक्रम दैनिक जसो भ्याउने कलाकार दुर्गेश थापा विलासिताको जिन्दगीमा रमाउने गर्छन्, ईश्व आराम गर्नुहुन्छ। तर त्यसभन्दा ठ्याक्क विपरीत हुनुहुन्छ कलाकार दुर्गेश थापा। सामान्य जीवनशैली नै जिउन मन पराउने कलाकार दुर्गेश थापाको आत्मीय हृदय देख्दा सबैको मन साँच्चैकै भकारिन्छ। आफ्नो परिवारको लागि दिन रात नबनिकन मेहनत गरिरहनु भएको दिदीकोमा आफै स्वयं पुगेर सामान्य तरिकाले दुनोट र चिया र भुटनको स्वाद जब लिनुभयो, दिदी पनि अचम्मित पर्नुभयो। रात छिप्पिसकेको थियो। भोग दिदीले दिनुभएको मिठो खाजाको स्वादमा मरिसकेको थियो। दिदीलाई खाजाको पैसा कति भयो भनेर कलाकार दुर्गेश थापाले सोध्नुभयो। आमा कति भयो? मेरो 2टा हैन 3टा डुनोट हो। मैले 2टा खाएँ। अनि कति खायो? एउटा। 3टा भयो। 260 रुपैयाँ दिनु न। यसको 260 सबैलाई जम्मा 260। कति सस्तो यार, यही खानु पर्ला आजसम्म है। दिनु खुला हैन? सबै राख्नु पर्यो। खुला छैन? राख्नु के तपाईँले? काम भयो अब। ल म लागि गएँ। अहिलेको समयमा सर्वचर्चित कलाकारको रूपमा रहनुभएको दुर्गेश थापाको यो व्यवहार कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला।